हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। म हुँ तपाईहरुको प्यारी कर्चिङ गुरुङ। सो आज चाहिँ हामी नन्द बाउजू भएर कहाँ जान लाग्छौँ भनेर म हजुरलाई अहिले एकछिनमा भन्छु। पोखराको रङ्गशाला हुँदै हामी चाहिँ चिप्लो बाटो हुँदै जाँदैछौँ। पानी परिरहेको थियो, त्यस्तो पानी परेन। हामी जानुभन्दा अगाडि चाहिँ पानी परेको थियो कि गाइज, हेर्नु न बाटो पनि चिप्लो छ नि त हैन। हामी चाहिँ पृथ्वी चौकको पुल हुँदै हामी चाहिँ जहाँ गएपछि चाहिँ हामी आफ्नो गन्तव्यमा पुग्यौँ गाइजहरू। भाउजूले चाहिँ यहाँ स्कुटी पार्किङ गर्ने ठाउँ खोजिराख्नु भएको छ। अनि फाइनली अलिकति अगाडि गएपछि पाउनुभयो। अनि त्यही भएर त्यहाँ मैले देखाइदिएँ कि त्यहाँ छ नि त, त्यहाँ जानु भनेर। भाउजूले चाहिँ हस् नन्दज्यू भनेर त्यहाँ गएर राख्नुभयो भाउजूले चाहिँ। अनि त्यसपछि चाहिँ गाइजहरू हेर्नुहोस्, हामी चाहिँ पोखरा यातायात कार्यालयमा आयौँ। भाउजू चाहिँ मान्छे थुप्रै छ होला हौ भनेर तिराउनु भएको थियो। अनि नभन्दै हेर्नु न, म गएको लास्टमा पऱ्यो हौ, लास्टमा। अरे भगवान गाह्रो छ हौ, मान्छेहरू हेर्नु कति धेरै। अनि भाउजू चाहिँ त्यहाँ लाइन हेर्दै हुनुहुन्छ, म चाहिँ आफ्नो लाइन लाउँदै। त्यसपछि फाइनली पनि अलिअलि आयो। भाउजूले चाहिँ मेरो भिडियो गरिदिनु भएको थियो कि। अनि यस्तो सिमसिम पानी पर्दैन के हल्लाइरहेको होला भन्नुभएको थियो। तर मलाई गर्मी भयो थियो गाइस, त्यहाँ उभिँदा बाफे थियो कि। फाइनली हाम्रो चाहिँ मेडिकल पनि भयो। अनि त्यसपछि चाहिँ हामी चाहिँ जान लागेको। हेर्नु न कति प्याक, त्यो अगाडिको बसले गर्दाखेरि सबै जाममा परेको कि, दिमाग खराब। अनि हामी चाहिँ फाइनली घर आउँछौँ। अनि घर आइसकेपछि चाहिँ भाउजूले आज चाहिँ असार 15 दही चिउरा खानुपर्छ ल, म बनाउँछु दामी भन्नुभयो। अनि त्यसपछि ओके छ नि त भनेर हामी चाहिँ तिनजना टक्क लगाएर कुर्सीमा बसेर आँपको खोया खाँदै हेर्नु होला। मेरो छोरी हेर्नु न कस्तो गर्छ नखानेले, कस्तो हरामी भएको छ हौ यो त। त्यसपछि यहाँ चाहिँ रेडी हुन्छ गाइजहरू, हेर्नुहोस् कस्तो दामी बनाउनुभएको भाउजूले। सबैलाई प्लेटमा भात लगाउँदै हुनुहुन्छ। के गर्नु, गुरुको जातो धेरै त खानु पर्यो, एकजनाको भात म धेरै खाएको भन्दाखेरि यहाँ चाहिँ मेरो मम्मी, मेरो भाउजूहरू दुईजना, बाबा। अनि त्यसपछि मेरो भात म चाहिँ अलिकति खानु धेरै चिनहरू खाएको। अनि भाउजूलाई सोधेको कि कसरी खान्छ भनेर। अनि भाउजू चाहिँ दामी भन्छ सोल्टिन्जी भन्नुभयो। त्यसपछि अनि मैले बाबालाई पनि सोधेँ क्या, खानु कस्तो लाग्छ भन्नु भनेर। अनि बाबाले पनि मिठो भएछ भनेर भन्नुभयो। अनि हात हल्लाउनु न भनेको हात हल्लाउनु भयो क्या बाबाले पनि। अनि मुसुक्क मुस्कुराउनु भयो। त्यसपछि मलाई सबैको पालो आउँछ है भनेर कान्छी भाउजूले पनि। अनि कान्छी भाउजूले पनि खानुभयो। अनि कस्तो भएछ भने दामी चाहिँ दामी रे। त्यसपछि मेरो मम्मीको पालो, मम्मीलाई पनि सोधेको थियो मिठो भएछ छोरी भनेर भन्नुभयो। त्यसपछि चाहिँ मेरो मामाको पालो, अनि मामालाई सोधेको, मामाले मिठो भन्नुभयो। यति नै हो गाइस।